पहिलो पाइला मिडिया हाउस सगौरव प्रस्तुत गर्दछ हास्य टेलिश्रृङ्खला जता जता रमाइलो छ उतैतिर भुल छ हो न फुर्सद न काम लखर लखडुल छ जता जता रमाइलो छ उतैतिर भुल छ कोही हाँस्छन् कोही रुन्छन् सबको आफ्नै पारा माया पिरिम यस्तै रहेछ दिउँसै देखे तारा यहाँ चर्चा चल्छ उसकै जसले बिगार गर्छ राम्रो काम गर्न खोज्ने उही खड्डोमा पर्छ गाउँ खाने कथा जस्तै भयो हालकै गाडी चोक्टा खान गाउँकी बुढी झोलमा डुबी मारी जनतालाई वाले नदी मनोमानी गर्ने धेरै रहेछन् रुकी छिपी आफ्नै गोजी भर्ने सबै देखे सबै बुझे रेटियो मन र्याय र्याय तिरमिर जाय तिरमिर जाय तिरमिर जाय तिरमिर जाय तिरमिर जाय तिरमिर जाय ओ तिरमिर जाय तिरमिर जाय तिरमिर जाय तिरमिर जाय तिरमिर जाय तिरमिर तिरमिर जाय नेपाली जनको महान पर्व शुभ तिहारको पावन अवसरमा हामी हाम्रा कलाकार पत्रकार विज्ञापनदाता लगायत हाम्रा दर्शक एवं श्रोताहरू स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनमा सुख शान्ति समृद्धि एवं उत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौँ। लक्ष्मी माताको कृपा सदैव प्राप्त भइरहोस् र भाइचाराको वातावरण रहिरहोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पहिलो पाइला मिडिया हाउस परिवार यसपालिको परिको पैसा गर्न पर्यो भरि छ यसपालि त पैसा छ भनेरै कहिले भ्याउने होला पहिला पहिला त कस्तो थोत्रा नोट आउँथे यसपालि त कस्ता नयाँ नयाँ नोट आछन् गर्न नि सजिलो हजुर बा तपाईँ यहाँ पैसा गनेर बस्नु अनि उता गाउँभरि अर्कै चर्चा छ होइन त्यो गाउँभरि के चर्चा भयो कि अर्को पानीले त साह्रै खरो भयो लाउनु त्यहाँ बस लु भन् त त्यो पल्लो गाउँमा के चर्चा चल्यो जति कमाइने कस्तो नपुग्ने नेता जस्तो रहेछन् रे जेन्जीले आएर आगो लगाइदिन्छ रे के होइन त्यस्तो हुँदै नभएको कसले भन्यो के कसले भन्छन् नि त्यही हाम्रो घरमा आएको देउसी भैलो खेल्ने जेन्जीहरूले भनेको खालि तेरो हजुर बाउले 5 रुपियाँ मात्र दिएर पठाउँछन् रे अब सुन नाति यसपालि मात्रै बढाऊ मैले 5 रुपियाँ दिने भनेर पोहोर साल त मैले 2 रुपियाँ मात्रै दिन्थे त्यो पनि टोपी घुमाएर के भैलो खेल्ने खै भन्छन् मेरो साथीहरूले ए कुरो त्यस्तो पो ती हैजाहरू न बाउतिरका न आमातिरका त्यो पनि टोपी घुमाएर तिनीहरू मेरो भान्जा भान्जी हुन् कि ज्वाइँतिर हुन् कि त्यो पनि टोपी घुमाएर खुब गाई र भान्जाको फुर्ती मलाई गएर हजुरले 5 र 50 रुपियाँ खाममा हालेर दिई भन्नु भएन यति विधि पनि गर्नु होला कि होइन नि कमाउन कति गाह्रो छ माग्नेलाई फल्या चामल त्यस्तो भनेर हुन्छ सरकारसँग त चित्त नबुझेर फेरि आन्दोलन गर्ने भनेछ भने तपाईँ त पण्डित देखिनुहोस् नाति देउबाको बुढाबुढीलाई पिटेको घर जलाएको त्यस्तरी नै घर जलायो भने त हैजा चाहिँ कहाँ गएर बस्छस् के त्यो पनि टुपी घुमाएर बिजोक हुँदैन त नाति यो तिहारको बेला कता जान्छ हामी हुन्छ हजुरबा तपाईँ पैसा गर्दै गर्नु म लागे यी बुढालाई त यति नतर्साइकन त 2 रुपियाँ पनि झिक्दैन थिएन
अब बल्ल म जुनीको तिरमिरी जाए तिरमिरी जाए तिरमिरी तिरमिरी ओहो सबैले छोटा छोटा भिडियो मात्रै हेर्छन् छोटा भिडियो मात्रै हाल्छन् अति लामो लामो भिडियो त कसैले पनि हेर्दैनन् टिकटकमा रिल्समा सबैतिर त्यस्तै फोटो फोटो के भने केही बुझेन त त्यो पनि फोटो हेर्छन् काम पनि छिटो छोरीले गर्न खोज्छन् कतिले छिटो चाहिन्छ कि लुगा पनि छोटो लगाउँछ त्यही छोटो लुगा लगाउनेलाई आँखा पनि धेरैले लगाउँछ ऊ बेलामा त चाडपर्व कति रमाइलो गर्थे अहिले त मोबाइल छ कि मान्छे छ गफ पनि एमबीमै हुन्छ अहिले माया साटासाट त टिकटकमै हुन्छ हो है यो त तिरमिरी जाए तिरमिरी जाए तिरमिरी तिरमिरी र जे जसो भए पनि रमाइलो चाहिँ व्यापक गर्नुपर्छ अनि अंकित त चाहिँ खड्का चाहिँ सरी तिमी चाहिँ पटाका खोज अन्त सधैँ तास खोज म 2.50 पैसा तिमीले भन 2.50 पैसालाई हामी खुद्रामा लिन सक्दैनौँ यो 2.50 पैसा अब खायो भने होइन यो 2.50 पैसा खायो भने 5 रुपियाँ कटाउने 45 फ्रिजमा यदि पर्यो भने 10 आउनु पर्छ ल हरि परे तपाईँको 2 रुपियाँ 50 पैसा 2 रुपियाँ 50 पैसा भएर 5 रुपियाँ भयो हो त्यो 5 रुपियाँ भएपछि यो फिर्ता लाउनुहोस् 45 रुपियाँ अबदेखि 2 रुपियाँ 50 पैसा नहाल्नु भविष्य परीक्षण गर्नुहोस् रोपे फल्छ नरोपे के फल्छ क्यामेरामा किन हेरेको 20 रुपियाँ चेरीमा है होइन त आइ उठेछ ठिक छ सर तिहारको रमाइलो मात्रै गरेको पानी खेल्दैन भाइहरूले यसरी तपाईँले खेलाउनु त समाजमा विकृत कन्डिसन भयो तिमीहरू भाग्नु देखाउनु पर्दैन रमाइलो मात्रै हो सर त्यस्तो गरी ठुलो गेम होइन यस्तो गेम खेल्नु हुँदैन बाबु यसलाई बन्द गर्नुपर्छ है खेलाडी हो दाइ कसले रोक्छ र जिएनजी हो मोको मात्र जिएनजी रे म त बल्ल बल्ल बाटोर आएको ल जसले गर त्यसै खेलौ राम 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 ल म त गए हेर्नु भयो नि जेनजीको पावर प्रधानमन्त्री त भागे जाने यस्तो पुलिसहरू त के हो र भरे त्यही त देउसी भनेको तयारी गर्न जाउँ तयारी गर्ने हो सारो ए नमान्नु बाजे ए गाह्रो सारो ए नमान्नु बाजे ए वर्षैदिनको ए टाढामा ए रमाइलो गर्न ए बलि राजाले ए पठायो हामीलाई ए पठायो हामीलाई ए देवघरमा ए घर बेटियामा ए
ढोका खोल्नुहोस् ए ढोका खोल्नुहोस् ए लोगाराको ए लक्ष्मी आउँछ ए लक्ष्मी आउँछ ए लोगारामा ए बासा बस्नी ए तिती तुलसी ए सबै आउँछ ए आयो आयो ए आना साथी हो ए एउटै मनले ए एउटै स्वरले ए आयो आयो ए हेर न भाइ हो ए हेर न भाइ हो ए मन खुसी भएन ए मन खुसी भएन ए हेर न बाजे ए खुसी भएन ए खुसी छैन ए भना भना भाइ हो ए बुढी आमा ए भित्र बसी ए फुर्के खैली ए खोल्दै होला ए खोल्दै होला कति दाना खारी चुना पण्डितले भन्दा नेताजीले बढी पैसा दिन्छ ल जाम नेताकै घर देउसीले खेल्नुपर्छ रामसँग खेल्नुपर्छ है भच्याउन नि पर्छ नाच्न पनि पर्छ ल नेता घर गएर एकदम भलाद्मी तरिकाले खेल्न पर्छ है पैसा नि झार्न पर्छ हो ल जाम त्यही नेता घर ल जाम ल अब हामी नेताजीको घरमा छौँ आनन्द छ देउसे भैलो खेल्ने हो नेताजी पक्कै आउनुहुन्छ आएपछि भट्याउन सुरु गर्ने कि अहिले भट्याउन सुरु गरौँ हौ अहिले ल त ल त्यो पनि मैले भट्याउन सुरु गरेँ मन मन भाइ हो राम्रा रे आउनमा भयो यो वर्ष दिनको चाडमा चाहिँ अब मेरो घर सम्झेर चाहिँ देउसी खेल्न आउनु भएछ साह्रै नै खुसी लाग्यो साह्रै रमाइलो पनि लाग्यो 2082 सालको शुभ लक्ष्यमा चाहिँ शुभ दीपावली सबैलाई भन्न चाहन्छु र अरूमा जे गरे पनि मेरो घरमा चाहिँ राम्रोसँग भट्याइदिनु होला र राम्रोसँग आशीर्वाद दिनु होला भन्ने आशा र आशीर्वाद गर्दछु
नेताजीको घरबाट 2950 पैसा नेताजीको घरबाट होइन विनोदजी देउसिरेमा पैसा कम दियो भनेर पुरै हल्ला खल्ला छ त पारी गाउँतिर हो र पत्रकार भाइ राम्रो कुरा केही गर्दैन अब के भन्नु त अब होइन विनोदजी हुने खाने र हुँदा खानेको बिचको खडलले गर्दा देश नै डुब्छ क्या अरे होइन पत्रकारजी हो अब बिहान बेलुका 2 साग खाने धाउधाउ हुनेहरूले कसरी धेरै पैसा दिन्छ त हो त नि यो साह्रै नराम्रो विकृति भयो गद्दारै नभए अनि बाँड्ला त हाम्रो देश भन्नुहोस् त विनोदजी हो नि पत्रकार भाइ धनी सधैँ धनी रहिरहने गरिब उस्तै रहिरहने के भन्न सक्छ र नो विनोदजी राष्ट्रपति पशुपतिनाथले सबैको कल्याण गरून् हो पत्रकार भाइ ठिक भन्नुभयो नेताजीको पालो ल बिस आयो ल तिमीहरू पनि बिसायो पन्डितले हेरेर चाहिँ डबल चल्नुपर्छ फेरि मैले त के होइन म नहेर्ने चल्नु ल बिसाल्नु परेन हो र 20 चल्नु पर्यो होइन त्यसरी हेरेर चल्छु नि त म त्यसरी हुन्छ यार 20 भनेपछि हुँदैन यहाँ त 60 हाल्नुपर्छ किन 60 हुन्छ अनि 40 छैन डबल उल्टे हालेको छ त 20 त्यहाँ 60 हुन्छ त्यही भएर त मैले हो त ल 1 2 3 4 5 6 भयो ल 60 नेताजीले 10-20 हाले पुग्छ ल बिसाए ल मैले प्याज दिएँ व्यापारी ज्यू के हो नभए हाफ दियो आफ्नै हो कि चल्ने हो त 60 चल्नु पर्यो 60 चल्नु पर्यो विचार गर्ने नेताजीको तासी यहाँ छ 1 2 3 4 5 6 आयो 60 ल नेताजी फेरि 20 हाल्नु पर्यो तपाईँले बिसायो ल फेरि 60 हाल्नु पर्यो 60 मेरोसँग पैसा छैन अब म त खोल्दै ल खोल्यो ल नेताजी देखाइदिन पर्यो ल एकपट्टि ओहो नेताजीले कुन त देखाउनु त डर हो है
यस्तो दिन पनि आउँदो रहेछ नेताको देख्यो ल पैसा घुमी घुमी नेताकै पासमा आयो नि त ल नेता नेता नै हुँदो रहेछ यसका मान्छे अब त राख्नु बोरीको बोट यहाँ छ नि ल नेताजीको बोट खै ल पैसा हुने जतिखेर पैसा नहुने उसले है ल ल बोट राखेन मैले व्यापारी ती छ मैं चाहिँ सुनेको छु पैसा सक्नु पर्यो नि त हेरेर रहन्छ नि त यस्तो नहुने ल मेरो ब्लेन 20 होइन पण्डित भाइ कति लोभ गरेको कि अलिअलि त चाडपर्वको रमाइलो पनि गर्नु परेन सधैँ लोभ मात्रै गरेर हुन्छ र होइन मलाई पनि खेल्न त मन थियो तर तासमा पैसा फाल्न मन चाहिँ छैन एकचोटि हेर्छु मैले तासमा पैसा फाल्न मन गरेको त हो पैसा त छ नि तर गजब छ के को तर हो फेरि सबै पैसा क्युआरमा छ अनि ब्याङ्कमा छ यत्रो 16 श्राद्धभरि दुनियाँको श्राद्ध गरेर कमाएको पैसा कहाँ गयो त त्यो खोइ अझै पैसा छैन भन्ने एउटा घर नछोडे छोरा श्राद्ध भरि कमाएको पैसा आनेर कति कन्जुसी गर्नुहुन्छ हो पण्डित बा छोरा श्राद्ध भरि एउटा घर छोडी कमाएको पैसा भएन र पैसा नभए त के खेल्नु त झन् यी बुढालाई लुटाउला भनेको हामी भयो नि खेलौँ न खेलौँ ल के अन्त खेल्नै गऱ्यो नि अरू उपाय केही छैन त बुढालाई चाहिँ ती चाड बनाउला भनेको झन् लगाएर 50 आयो मेरो सय आएन यहाँ हामी खेल भन्ने अन्त ल मैले प्याक दिएँ मेनु प्यान्ट भयो हाप्ने यता हो नि त हाप्ने डर आइदियो भाइ चल्थे मैले पनि प्याक दिएँ भाइ 200 ल 200 ल मेरो पनि 200 आयो ल हाफ दे ल एकटा फरा एकछिन किन तास हेर्नु परेन फरास दिएछ नि यस्ता फरास ये बाबा आछु खाए बाछु खाए झुसे दारू ल नेताको पैसा लुट्नु हो त नेता पैसा सबै हेर्नु भने नेतालाई गयो अब के अनि गरिब दुखी ल हामी जेन्जीहरू खेल्ने भनेको तास त यी बुढालाई पो खेलेर बसिरहेको रहेछ त हेर बुढा हो यो तास हामीलाई दिनौँ भने
हामी त पुरै केटाहरूलाई बोलेर ल्याइदिन्छौँ नि। ल ल पर्दैन पर्दैन बाबु बोलाउनु पर्दैन बरु तास दिन्छौँ हामी ल हामी पनि जान्छ ल हामी पनि जान्छ राम 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 आफ्नै नाति छ पनि डराउन पर्ने दिन आइगयो नि त्यो पनि टुपी गएर म पनि घरतिर लाग्छु ल नाति अब पनि घरतिर खेल्न पर्दैन त सुन यिनीहरू गए नि जो मलाई के को मतलब पैसा आज मजासा लुट्नु लुटिहाली पण्डित बाको पनि अरू सबैको कति रोको तिमी यसरी गयो भने त छोराको आत्माले शान्ति पाउँदैन मरौ न धेरै मन लाग्छ हाम्रो छोराको फोटो यस्तो राम्रो छोरो मेरो छोराले शान्ति पाउला त त्यो जस्तो भए पनि देशमा राम्रो भइदिए हुन्थ्यो यता पनि यस्तै छ छोरीले घर बोलाएको भाइ छैन किन आउने आमा भन्छे विगतका कुरा सम्झेर म भाइ छैन आउन सक्दिनँ म त्यो घर आउन सक्दिनँ आमा भन्छे छोरा जहाँ जस्तो जे भए पनि छोराको आत्माले शान्ति पाए त भइहाल्यो नि बुढी सबैलाई उस्तै हुँदैन क्या बुढी अरूले पनि चाडपर्व मनाउनु परेन र देशै खुसी छैन क्या बुढा के चाडपर्व खै ए नरौ न बुढी जाम खाना खाना अब होइन खानै मन छैन क्या बुढा के भने नि खाम न बुढी गाउँमा देउसी भैलो खेल्ने भनेको छैन अनि जाम्ला नि हामी पनि न त नि ल बुढा यति भने नि खाउँ जाउँ अनि देउसुरी खेल्न जान्छ ल जान्छ यत्रो फुल बेच्नु छ कोही कोही आउँदैन 1 किलो त टिपेर राखेको थिएँ एकजना त आइपुग्नु भयो है कति राम्रो फुल छ यहाँ त मेरो दाजुभाइलाई कति आनन्दले फुल लाउन पाइयो टिका माला कति राम्रो फुल छ कसरी होला कुनै जान्छु सोध्छु फुल किनेर ल्याउँछु 1 किलो भने कति राम्रो फुल छ कसरी दिनुभएको छ होला यो फुल दाजु पोहोर परार त 300-400 रुपियाँ किलो बेचे होला नि हजुर अहिले त्यति बिक्री पनि छैन 200 मै दिएको छु ए हुन्छ त्यसो अनि म लान्छु 200 रुपियाँ किलो अहिले 1 किलो लान्छु अनि पुगेन नि भोलि लिन आउँछु पख्नुस् है म दिन्छु हजुरलाई पैसा लिनुस् हस् पुगेन भने आउँदै गर्नुस् हस् त दाइ म आजलाई गएँ पुगेन अनि भोलि लिन आउँछु फुल है मलाई हस् त ल हस् धन्यवाद भाइ कति बेला आउने हो फुल त उनियो माला त ल्याएर अब मेरो भाइलाई जाममा परे है के अरे गाडी कति बेला आउँछ के गर्ने यस्तै छ टाढाको बाटो भएपछि अहिलेको तिहार हेलो हेलो बाबु मन छैन भनेर भन्नु हुँदैन अरूको लाइनमा पनि गर्नुपर्छ भन्दै हो आमालाई म साइत हुने बेला भयो म माला उन्दैछु तिमी चाँडै आऊ ल अहिले फोन राखेँ ल कतिखेर आउने हो सामान त ठिक्क बनाएँ मुङ्लिनको बाटो जाम छ अहिलेको झरी यस्तो परे कति बेला आउला मेरो भाइ दिदी नमस्ते म आइपुगे ए आइपुगे बाबु नमस्ते ल बस साइत हुने बेला भयो अब टिका लाउने बेला भयो
त्यही त दिदी तँ त टिका लाउनु पाएन यसपालि म साइडमै आइपुगेँ दिदी मेरो भाइ साइडमै आइपुग्यो ल अब टिका लाउने है मेरो भाइलाई हिँड्दा ठेस नलाओस् आउँदा केस नझरोस् कत्रो नाश हुन् भाइ अब तिमी अलिकति यता सर मेरो भाइका नाश कत्रो नाश हुन् भाइ रोपेकोस् मनले चिताएको ल अब टिका लाउने ल जे भयो नि अहिले अब टिको सँगै रमाइलोडी लगाउन पाइयो जे जस्तो भयो नि भाइ हो दिदी हो दिदीभाइको नाता कहिले नि नटुटोस् भाउजू बुवाले जे भन्यो नि भाइले भाउजू दिदीबहिनीको कुरा चाहिँ बन्द नगर राम्रोमा हुनुपर्छ दिदीभाइको नाता सनै हुनुपर्छ दिदीभाइ भनेको लामो नाता हो एउटै रगतको नाता हो दिदीभाइ भनेको बुहारीको अरूको कुरा सुन्नु हुँदैन दिदीभाइको नाता कहिले नै तोड्नु हुँदैन मेरो भाइलाई राम्रो होस् मनले चिता पुगोस् मेरो भाइको शत्रु मेरो भाइको शत्रु ल खा मेरो भाइको शत्रु सबै नाश हुन् मेरो भाइलाई टिका लगाइदिनु पर्यो नि मैले अब लगाइदेऊ ल है दिदी धेरै वर्षपछि दिदीको हात टिका लाउनु पायो म नि विदेशतिर थिएँ आउनु भ्याएन कि के अन्त यस्तै हो दिदीभाइको नाता नटुटाऊ अब वर्षी नै दसैँमा आऊ हुन्छ दिदी हुन्छ दसैँ तिहार मानम रमाइलो गरम हैन धन सम्पत्ति हुने कुरो यस्तै हो भाइ दिदी के गर्नुपर्छ हाम्रो सम्बन्ध भनेको अटुट हुनुपर्छ दिदी त्यति हो दिदीलाई यसो सानो हातको सोभित दिदी ल बाबु ल भाग्यमानी भए हुन्छ क्या नि धन ठुलो होइन नि त बाबु मन ठुलो हो दिदीभाइको नाता ठुलो हो ल खाऊ मेरो भाइ भोक लाग्यो होला उहाँदेखि गाडीमा आएको भाइ होइन बाबु खाऊ अन्त बाबु खाएपछि मलाई त्यसै सन्तोक हुन्छ मेरो भाइहरूले खाएपछि अब म खाना तयार गर्न जान्छु दिदी चाहिँ होला बहिनीको घर किरिमिरी चाहिँ गाउँ भन्ती जुन हेऱ्यो सबै घर उस्तै देखिन्छ ओहो बहिनीको घर त यहाँ पो रहेछ त म त झन्डै कटेर गइसकेँ नमस्कार नमस्कार सन्चै छौ ल तिमीहरूले लगाइदियो टिका अब टिका लगाइदिने पालो मेरो यहाँलाई दक्षिणा पनि दिनु पर्यो ल अब धेरै त सकिँदैन के अरे ल
फुर्सद न काम लखर लखडु छ जता जता रमाइलो छ उतैतिर फुल छ न फुर्सद न काम लखर लखडु छ जता जता रमाइलो छ उतैतिर फुल छ कोही हाँस्छन् कोही रुन्छन् सबको आफै पाएर माया पिरिम यस्तै रहेछ दिउँसै देखे तारा